मशरूम पाउडर, दोस्रो स्पाइरुलिना, तेस्रो मोरन्जी जुस र चौथो यासकुम्बा ओडिसेको। संसारमा जति पनि उत्पादन 38,000 प्रजातिको च्याउ छ। यो धेरै पहिले गरेको, तर अहिलेको अनुसन्धानमा 38,000 भन्दा पनि ज्यादा चाहिँ अनुसन्धानमा पत्ता लागिसकेको छ। तर 38,000 मध्येमा 36,000 प्रजातिको च्याउ खानु नहुने, 2,000 प्रजातिको च्याउ खानुहुने, त्यसमध्येमा पनि 2,000 मध्येमा पनि रिसर्च गर्दै जाँदा 200 प्रजाति 1800 चाहिँ सरकारी सब्जी खानु मात्रै। तर 200 चाहिँ केही हाम्रो मानव शरीरलाई चाहिँ प्रोटिन भिटामिन युक्त काम गर्ने। त्यसमध्येमा 200 मध्येमा पनि 6 प्रकारको चाहिँ च्याउ अत्यन्तै मानव शरीरलाई नहुने। तीमध्येमा चाहिँ ब्रेन गानो, हार्ट गानो, किमसिम गानो, लिभर गानो, टेकअप गानो र रुई गानो। यी 6 प्रकारका च्याउहरू चाहिँ हाम्रो मानव शरीरमा नहुने, ताकि यसमा चाहिँ 252वटा न्युट्रिसन र 410वटा औषधि भएको चिजहरू भनौँ न, च्याउहरू। यीमध्ये यी 6 प्रकारको च्याउलाई चाहिँ एउटा टिस्यु कल्चर माध्यमबाट चाहिँ एउटै च्याउ बनाएर चाहिँ विश्वभरि अहिले लगभग हामी 1,90,00,000 व्यक्तिलाई चाहिँ स्वस्थ बनाउने सिस्टममा चाहिँ त्यति छ, 1,90,00,000। तर त्योभन्दा पनि ज्यादा व्यक्तिले युज गरिराखेको, त्यसलाई चाहिँ स्वस्थ बनाउने चिज चाहिँ यही क्यानाडामा या रेसी मशरूम पाउडर बनाएको छ। हाम्रो डिएक्सन कम्पनीको फाउन्डर दातक लिन्सिडिङले संसारकै जडीबुटीको राजा, 1 नम्बर राजा भनेर चाहिँ यस च्याउलाई चाहिँ मानिन्छ। अब धेरैजना व्यक्तिहरूले मैले त डिएक्सन कम्पनीको प्रोडक्ट छ 3 महिना भइसक्यो, 6 महिना भइसक्यो, काम नै गर्दैन भनेर यहाँ क्वेसनहरू आउँछन्। तर डिएक्सन कम्पनीको प्रोडक्ट भन्दा पनि हामीले खाना खानु नपाएर भन्दा पनि खाना खानु नजानेर चाहिँ हामी रोगी हुन्छौँ। अनि डिएक्सन कम्पनीको प्रोडक्ट जसरी अहिले हाम्रो अशोक कुमार सरले मोरन्जी जुस टन्न पिउनुभयो नि, उहाँले मजाले काम गर्छ। तर यो साथसाथै रुममा गएर अन्न पानी पनि दारू पानी टन गऱ्यो भने यसले गर्ने केही पनि होइन। त्यस कारणले गर्दाखेरि हाम्रो शरीर कसरी र कहाँबाट बन्द रहेछ, अनि डिएक्सन कम्पनीको रातो च्याउ ताकि ज्ञानडर्माले कसरी काम गर्दछ मात्र यति तपाईँहरूले म आज दिन्छु। 4वटा प्रोडक्ट्स मध्ये सुरुवात तपाईँ र मेरो या संसारको जति पनि मान्छे सुरुवात कोषबाट हुँदो रहेछ। एउटा कोष चाहिँ बाउको शुक्रकीट र आमाको अण्डाशयको मिलनबाट कोष सुरुवात भयो। कोष मिलेर तन्तु मिलेर अङ्ग मिलेर प्रणाली मिलेर सिङ्गो मानव शरीर, ताकि तपाईँ र म जस्तो व्यक्ति यसरी नै हामी चाहिँ बनिँदो रहेछौँ। यतिसम्म क्लियर छ? हेलो, गुड मर्निङ जेसन। अब यहाँसम्म क्लियर हुनुभयो भने गाइनोडर्माले हाम्रो शरीरमा कसरी काम गर्छ। गाइनोडर्माले सुरुवातमा गाइनोडर्मा खाएको दिनदेखि चाहिँ हाम्रो कोषमा जान्छ, ताकि तपाईँ हामीलाई रोग कसरी लाग्छ र तपाईँ हाम्रो शरीर कसरी बिग्रिन्छ भने तपाईँ हामीले खाएको चिज कोषमा गयो, कोष बिग्रेपछि तन्तुमा गयो, तन्तु बिग्रियो, तन्तुदेखि अङ्ग बिग्रियो, अङ्गदेखि प्रणाली बिग्रियो, अनि सिङ्गो शरीरमा चाहिँ तपाईँहरूले समस्या आएपछि विभिन्न खालको समस्या चाहिँ तपाईँ हाम्रो शरीरमा उत्पादन हुन्छ। त्यस कारणले गाइनोडर्माले कसरी सुरुवात गर्छ, सुरुवातमा गाइनोडर्मा खाएपछि सिधै हाम्रो कोषलाई गएर काम गर्यो। बुझ्दै हुनुहुन्छ? गुड मर्निङ, क्लियर छ?
बनिसकेपछि तन्तुमा यसले चाहिँ ताकि ज्ञानधर्मले सिधै त्यो ज्ञानधर्मको सिधा यहाँको रेखा चाहिँ यहाँ देखाउँदैछ कसरी काम गर्दैछ भनेर। तन्तु बनेपछि सिधै अङ्ग बन्दैछ। अङ्ग बनेपछि प्रणाली बनिसकेपछि चाहिँ सिङ्गो शरीर चाहिँ तपाईँहरूको जति पनि समस्या छ त्यो समस्या चाहिँ समाधान भएर जान्छ। भनेपछि तपाईँले 1 महिना 2 महिना रातो च्याउ खाएर तपाईँको समस्या ठिक हुन्छ हुँदैन भने अब कति खानु पर्ने रहेछ हेर्दै जानु होला। मानव शरीर यो खाइसकेपछि चाहिँ स्पष्ट तरिकाले चाहिँ यहाँ हाम्रो मानव शरीर रेडी भयो। अब मानव शरीर रेडी भएपछि कतिपय व्यक्तिको चाहिँ हाम्रो यहाँ किडनीमा समस्या छ भनेर यो किडनीबाट यो मानव शरीर र यहाँ चाहिँ यो चाहिँ भनौँ न हाम्रो किडनीबाट चाहिँ हाम्रो पिसाब नली यो चाहिँ मैले किन राखेको भन्नुहुन्छ भने मेरो शाखामा एकजना पत्थरिया समस्या व्यक्ति हुनुहुन्थ्यो दुर्गा प्रसाद रोड्का भन्ने। उहाँको चाहिँ सेम डिएक्सन कम्पनीको प्रोडक्ट खाएको 14 महिना पछाडि चाहिँ डिएक्सन को कम्पनीले किडनीबाट चाहिँ सिधै पत्थरिया उहाँको निकालेकोले गर्दाखेरि मैले राखेको। तपाईँले एकदम विचार गरेर यो चाहिँ ध्यान दिएर हेर्नु होला। ल हेर्नुहोस् पत्थरी डिएक्सन कम्पनीको प्रोडक्ट खाएको 14 महिना पछाडि दुर्गा प्रसाद रोगका उहाँको फोटो मैले यहाँ राख्नु सकिनँ अलिकति नभएर सेम हाम्रो चाहिँ डिएक्सन कम्पनीको प्रोडक्टले फ्याँकेको स्टोन ताकि पत्थरियाहरू 14 महिना पछाडि अनि तपाईँले 1 महिना खाएर 2 महिना खाएर मेरो त ठिक हुँदै भएन यो त खत्तम भयो। फल्नाले चाहिँ हाम्रो खड्ग विकास सरले चाहिँ मलाई प्रोडक्ट खुवाउनु लगाएको मलाई त खत्तम भयो। महिनाको 400 रियलले त 16-17 हजार हुन्छ। मेरो त छोरालाई पढाउनु पर्ने बोडीको फिस तिर्नु पर्ने चाहिने के अरे घर भाडा तिर्नु पर्ने खत्तम भयो। नो तपाईँ सन्च भएन तपाईँको छोरा बोडीमा पढाउनुहुन्छ तपाईँ सन्च भएन तपाईँको फ्यामिलीलाई सहरमा लगेर कोठामा राख्नुहुन्छ। त्यसकारणले गर्दाखेरि अब यो डिएक्सन कम्पनीको प्रोडक्ट्सले चाहिँ कसै तपाईँहरूको आफन्तजनको किडनीमा समस्या छ भने जेन्ट्सलाई भन्दा लेडिजलाई चाहिँ अलिकति छिटो काम गर्छ। किन छोरा मान्छेको भन्दा छोरी मान्छेको यो हामी स्वास्थ्यको बारेमा कुरा गर्दैछौँ। त्यस कारणले हामीले नशर्माउन हाम्रो चाहिँ यहाँ दिदीबहिनीहरू हाम्रो म्याडमहरू हुनुहुन्छ किडनीबाट पिसाब नली चाहिँ छोरा मान्छेको भन्दा छोरी मान्छेको नजिक अनि त्यो पिसाब बग्ने जुन नली चाहिँ अलिकति छोरा मान्छेको भन्दा छोरी मान्छेको ठुलो भएको कारणले गर्दाखेरि छिट्टो काम गर्ने र अलिकति सहज तरिकाले किडनीको स्टोनलाई चाहिँ फ्याँक्नु सक्छ। त्यस कारणले गर्दाखेरि यहाँसम्म बुझ्नुभयो नि हाम्रो शरीर कसरी बन्दो रहेछ अनि डिएक्सन कम्पनीको प्रोडक्टले खाँदै जाँदाखेरि कहाँसम्म काम गर्दो रहेछ भनेर चाहिँ हामीले बुझ्यौँ। यहाँसम्म डिएक्सन कम्पनीको रेसिमासन पाउडर ताकि यसैलाई गल्फ भन्दा बाहिर R0GL भनेर पनि चिनिन्छ। तर गल्फमा चाहिँ त्यो ट्याब्लेट क्याप्सुलमा चाहिँ औषधि भन्दा बाहेक अरू कुनै पनि टेस्टले एलाउड नभएको कारणले गर्दाखेरि पाउडरमा राखे जति पनि चिजहरू पाउडरमा छ ताकि डिएक्सन कम्पनीको यी उत्पादन त हाम्रो औषधि होइन प्रोडक्ट खाने एउटा खाद्य वस्तु। त्यस कारणले गर्दाखेरि रेसिमासन पाउडर अब यसले गर्ने चरणहरू जसरी मैले कोष तन्तु अङ्ग प्रणाली भन्ने सिङ्गो शरीरमा पुरा थिएँ त्यस्तै अब हाम्रो चाहिँ यसलाई काम गर्ने तरिका 1 दिनदेखि 30 दिनसम्म चाहिँ शरीरको जाँच गर्छ।
ताकि डक्टरमा गएर हामी एक्सरे गरे जस्तो हाम्रो शरीरमा चाहिँ जाँच गर्ने काम गर्छ। त्यो चाहिँ जाँच गर्ने काम केले गर्छ त भन्दाखेरि अर्गानिक जर्मनियम भन्ने तत्त्वले। गुड मर्निङ। बुझ्दै हुनुहुन्छ? एक हप्तादेखि 30 हप्तासम्म चाहिँ शरीरको शुद्धिकरण गर्ने काम गर्छ ताकि पोलिसेक्राइड भन्ने तत्त्वले त्यो शरीरमा चाहिँ भनौँ न शुद्धिकरण भनेको सफाइ गर्ने चाहिँ त्यो पोलिसेक्राइड भन्ने तत्त्व छ हाम्रो मसरुम पाउडर या आरजिजिएलमा, रातो च्याउ गानोडर्मामा। त्यसले चाहिँ हाम्रो सफाइ गर्ने काम गर्छ 1 हप्तादेखि 30 हप्तासम्म। 1 महिनादेखि 12 महिनासम्मको हाम्रो शरीरमा चाहिँ सञ्चालन हुन्छ आदोनेसन भन्ने तत्त्व। त्यो हाम्रो शरीरमा चाहिँ 1 वर्ष 1 महिनादेखि 12 महिनासम्म चाहिँ सञ्चालन हुने ताकि सेल्स, कोष, तन्तु, अङ्ग प्रणाली मैले अघि देखाएँ ती सबैमा चाहिँ चलेर जुन तपाईँले खाइसकेपछि एउटा रगतको माध्यमबाट नाकको टुप्पो र कपालमा बाहेक सबै हाम्रो शरीरमा चाहिँ सिङ्गो शरीरमा चाहिँ 1 महिनादेखि 12 महिनाभित्र त्यो आदेनोसन भन्ने तत्त्वले चाहिँ हाम्रो शरीरमा काम गर्छ। 6 महिनाबाट 24 महिनासम्म चाहिँ कोष निर्माण गर्ने काम गर्छ। जसरी मैले सुरुवातमा कोष मर्यो, अङ्ग मर्यो, तन्तु मर्यो, प्रणाली मर्यो भने त्यो ट्रिटेपोनाइट भन्ने तत्त्व चाहिँ यहाँ छ। त्यसले चाहिँ हाम्रो त्यो मरेको कोषलाई चाहिँ जम्मा उत्पादन गर्ने गर्छ। ट्रिटेपोनाइट भन्ने तत्त्व चाहिँ केमा हुन्छ भन्दाखेरि केमा हुन्छ? सेललाई निर्माण गर्ने प्रक्रिया। यो चाहिँ प्रक्रिया या हाम्रो चाहिँ जिएल भन्ने तत्त्व मात्रै जिएल मात्रै पाउँछ। 18 दिनको कलिलो च्याउको जराको भागमा चाहिँ हुन्छ ताकि अहिलेसम्म संसारमा धेरैवटा कम्पनीले गानोडर्मा उत्पादन गरेको छ तर जिएल भन्ने तत्त्व उत्पादन गर्न सकेको छैन। राइट? मात्रै उत्पादन गर्न सकेको छ जिएल भन्ने तत्त्व डिएक्सन कम्पनीले उत्पादन गरेको छ, अरू कुनै पनि कम्पनीले उत्पादन गरेको छैन। अरू रातो च्याउ धेरैवटा हाम्रो नेपालमा पनि रातो च्याउ खेती गरिराखेको छ हाम्रो पश्चिम साइड पाल्पातिर। तर हो त्यो टक्सिनहरू फेक्ने गर्छ मरेको कोषलाई उत्पादन गर्ने नयाँ जीवित बनाउने तत्त्व मात्रै डिएक्सन कम्पनीले उत्पादन गरेको छ जिएल भन्ने, अरू कुनै पनि कम्पनीले गरेको छैन। 1 वर्षदेखि 3 वर्षसम्म पूर्ण कोष निर्माण गर्छ गानोडर्मिक असेन्स। भनेपछि हामीले 3 महिना खाएर तपाईँ हामी ठिक हुने रहेछौँ। गानोडर्मा यो गानोडर्मिक असेन्स भन्ने तत्त्वले चाहिँ तपाईँ हाम्रो चाहिँ मरेको कोष जति पनि हाम्रो शरीरमा भएको टक्सिनहरूलाई चाहिँ फ्याँक्ने काम गर्छ। यसैले त्यही भएर तपाईँहरूले 1 वर्षदेखि 3 वर्षसम्म रेगुलर खानुपर्छ ताकि मैले चाहिँ 8 वर्षसम्म रेगुलर भएर खाएँ। त्यही भएर 52 वर्षको उमेरमा पनि अलिकति गाला रातो रातो छ। सायद गानोडर्मा भएको अब यो यहाँसम्म अब मसँग समय त्यति छैन। यो पनि डिएक्सन कम्पनीले उत्पादन गरेको अत्यन्तै महत्त्वपूर्ण प्रोडक्ट हो। रानी भनेर चिनिन्छ होइन। यो नेपालको चाहिँ हिमाली भेगमा पाइन्छ कि तिब्बतमा पनि पाइन्छ। मैले भनिहालेँ यति नै मैले भने। अब चाहिँ म पढेर मात्रै सुनाउँछु किनकि मसँग समय छैन। अहिले डिएक्सन कम्पनीले यहाँसम्म आफै खेती गर्छ। यो 6 महिना 6 महिना किराहरू बाँच्ने चाहिँ एउटा हो र यसमा चाहिँ गिनोडर्मिक अल्मा अमिनो एसिड पोलिसेक्राइड भिटामिन डी र भिटामिन 12 जस्ता तत्त्वहरू पाइन्छ। यो सेवनले चाहिँ विशेष गरेर हाम्रो संवेदनशील अङ्ग फोक्सो, मुटु, कलेजो, दिमाग
इत्यादि र पुरानो रोगहरूलाई चाहिँ काम गर्ने चाहिँ गर्छ, क्षमता बढाउने गर्छ। यो पुरानो समस्यालाई मैले यो भनिहालेँ। दोस्रो स्पाइरुलिना, अघि हाम्रो चाहिँ एसएसपी राजेन्द्र सरले स्पाइरुलिनाको बारेमा भनिहाल्नु भयो। जति पनि यसलाई म चाहिँ भन्न चाहन्न, किनकि यो पनि यसको केही फाइदाजनकको बारेमा चाहिँ म भन्छु। स्पाइरुलिनाको फाइदाहरू रगतलाई चाहिँ एकदम राम्रो गर्छ। मसँग समय नभएको कारणले सरी मैले भनिहालेँ तपाईँले यसको बारेमा। तपाईँलाई मैले प्रश्न बुझाउनु अनि यसको तपाईँले नबुझेकोमा क्वेसन गर्नु र मैले यसको उत्तर दिनुको लागि मलाई म्याक्सिमम पनि 70 मिनट समय चाहिन्थ्यो। तर मैले पढेर मात्रै सुनाउँछु। मैले अघि नै भनेको थिएँ पोलिसे प्राय एमोनो एसिडको स्रोत हो। इम्युनिटी पावर बढाउँछ र रोग प्रतिरोधात्मक लड्ने क्षमतालाई बढाउँछ, तनावलाई कम गर्छ, कोलेस्ट्रोल घटाउने काम गर्छ, पाचन प्रणालीलाई राम्रो बनाउँछ, कलेजोलाई फाइदा पुर्याउने काम गर्छ। क्लोरोफिनको मात्रामा धेरै हुन्छ यसमा हुन्छ, त्यसैले नयाँ रगत बन्नलाई चाहिँ धेरै मद्दत गर्छ स्पाइरुलिना खानुले। प्राकृतिक रूपमा दुखाइ काम कम गर्ने गर्दछ। एन्जाइटी भनेको चाहिँ बिना कारण डर लाग्ने समस्याहरू छ भने, जस्तै मुटु कामिरहने कुनै समस्या बिना, त्यस्तोलाई पनि ठिक गर्छ। र शरीरमा चाहिँ अक्सिजन मात्रालाई बढाउँछ। र सबैभन्दा धेरै स्पाइरुलिनामा पाइने फाइदा चाहिँ जिएलए तत्त्व। जिएलए तत्त्व भनेको चाहिँ गेनोलेमालेनिक एसिड भन्छ यसलाई। यो चाहिँ जुन यो तत्त्व चाहिँ हामी जुन दिन आमाको कोखबाट गर्भबाट यो धरतीमा टेक्छौँ र आमाको पहिलो बिगौती दुध हामीले पिउँछौँ खान्छौँ, त्यो बिगौती दुधमा मात्रै जिएलए भन्ने तत्त्व पाइन्छ। अरू जतिसुकै तपाईँले त्यसुकै खानुहोस् पाउन सक्नुहुन्न, तर स्पाइरुलिनामा चाहिँ यो तत्त्व पाइन्छ भने अब हामीले खाने कि यो स्पाइरुलिना धेरै नखानुहोस्। दिनको 2 ट्याब्लेट या 1 चम्चा मात्रै खानुहोस्। म चाहिँ 10वटा खान्छु। भिटामिन ए, भिटामिन बी, भिटामिन बी1, भिटामिन बी2, भिटामिन बी3, भिटामिन बी6 र भिटामिन बी12, निकोटिन, एसिड, म्याग्नेसियम, क्याल्सियम, बिटा क्यारोटिन जस्ता तत्त्वहरू चाहिँ स्पाइरुलिनामा पाइँदो रहेछ। हेर्नुहोस् त, एउटा खोलाको पानीको लेउबाट बनेको चिजमा चाहिँ कतिवटा चिज पाइँदो रहेछ भनेपछि खाने नखाने तपाईँहरू आफै विचार गर्नुहोस्। मोरन्जी जुस, मोरन्डा सिटोफोलिया भन्ने एउटा फल, दुर्लभ फलबाट चाहिँ बनेको, अमिलो फलबाट बनेको मोरन्जी जुस हो। यसले चाहिँ दिदीबहिनीहरूलाई धेरै फाइदा गर्छ। यो मैले पढेर मात्रै सुनाउँछु भनेको थिएँ। तपाईँहरूलाई चाहिँ एउटा जुन हाम्रो दिदीबहिनीहरूको चाहिँ मिन्सको प्रब्लम छ भने यो जुस चाहिँ खानुहोस्, अत्यन्तै राम्रो फाइदा गर्छ। ताकि तपाईँहरूलाई टान्सिल छ भने टान्सिलको लागि पनि यो एकदम 1 नम्बर छ। यसलाई चाहिँ लिभर टोनिक भनेर पनि चिनिन्छ। यो 700 बोतलको र 700 ml को र 285 ml मा 2 परिक्रम पाउँछ भने यो 285 ml को भने यो चाहिँ हाम्रो अशोक सरले जानुभएको 700 ml को यसमा चाहिँ पाउँछ। र यो मैले भनिहालेँ, यसले पूर्ण दिदीबहिनीहरूको लागि चाहिँ अत्यन्तै राम्रो फाइदाजनक गर्छ। तपाईँहरूले चाहिँ यो फोटो खिचेर पनि राख्न सक्नुहुन्छ है। म अन्तिममा आएँ। अब मैले पढेर मात्रै सुने। पीडाको औषधि नभएर पनि दुश्मनलाई जलाउने औजार हो मुस्कान। पीडाको औषधि नभएर पनि दुश्मनलाई जलाउने औजार हो मुस्कान। त्यस्तै
रोग र गरिबीलाई भगाउने औषधि हो डिएक्सन। राइट? गुड मर्निङ डिएक्सन। गुड मर्निङ। भनेपछि मेरो आजको चाहिँ जुन सेसन दोस्रो पीको बारेमा थियो यति नै भन्दै तपाईहरूले अहिलेसम्म सुनेर साथ दिनुभयो। तपाईहरूलाई विशेष धन्यवाद दिँदै म यो स्टेजबाट बाहिरिनुभन्दा पहिला अगाडि मेरा बिजनेस पार्टनर स्टार एजेन्ट टिभी सारू मगरलाई स्टेजमा म निम्ताउन चाहन्छु। कहाँ हुनुहुन्छ टिभी सारू सर? प्लिज स्टेजमा आइदिनु होला। मेरो बिजनेस पार्टनर भयो एउटा मायाको दिन मैले दिँदैछु। आफू क्वालिफाइड भएर पनि क्वालिफायर भन्दा अलग टिमबाट मैले जति पनि मेरो टिममा स्टार एजेन्टहरू हुनुहुन्छ 1000 पिबी कटाउनेलाई 360 क्याप्सुलको पिबी सहित स्पाइरुलिना दिने भनेर मैले यो 24 जनवरीबाट सुरुवात गरेको छु। त्यही भएर उहाँ 29% बाहेक एकपटकको बिजनेस 1100 भएको कारणले उहाँलाई प्रदान गर्दैछु। थ्याङ्क यू। यसरी नै तपाईँको प्रगति र उन्नति अगाडि बढ्दै जाओ। छिटोभन्दा छिटो डायमन्ड हुँदै सिएसम्म चाहिँ खानुहोस्। कतै यता भन्दै हजुरहरूले के कति बुझ्नुभयो? तपाईँहरूलाई मैले प्रोडक्ट नलेज के कति दिनु सकेँ? मैले सुरुवातमै भनेको थिएँ। तपाईँहरूले मलाई नबुझेकोमा क्वेसनको क्वेसन गरेर मैले एन्सर दिनु पर्थ्यो भने मैले 60 देखि 70 मिनेटसम्म समय मलाई चाहिन्छ। तर मैले दिनु त्यो समय नपाएको कारणले गर्दाखेरि मैले पढेर मात्रै सुनाएँ। हाम्रो डिएक्सन कम्पनीको रेसी मसरुम पाउडरले हाम्रो शरीरमा कसरी काम गर्दो रहेछ र हाम्रो शरीर कसरी सुरुवात भएको रोटिएक्सन कम्पनीको प्रोडक्ट्सले कसरी काम गर्ने रहेछ मात्रै मैले त्यति भने। आउने समयमा के कति तपाईँहरूले बुझ्नुभयो? आउने समयमा फेरि पनि समय मिल्यो भने म तपाईँहरूलाई पूर्ण प्रोडक्टको बारेमा, किनकि म एउटा रोगको कारणले डिएक्सनमा आएको थिएँ तर त्यही कारणले गर्दाखेरि समृद्धि कुनै रोगबाट भागेर समृद्धि पनि बन्दैछु भने प्रोडक्ट नलेज तपाईँहरूलाई साउदी अरबमा भएको सबै प्रोडक्ट होइन, विशेष गरेर 5वटा प्रोडक्टको नलेज म तपाईँहरूलाई पूर्ण दिने बात गर्दै अहिले यो स्टेजबाट बिदा हुन चाहन्छु। सबैलाई फेरि पनि केही कुरा सिक्नुभयो, केही कुरा बुझ्नुभयो भने तपाईँहरूले रुममा गएर फुलको बास नजस्तो फैलाउने कोसिस गर्नुहोस्। गुन्द्रुकलाई जति मिचोरे जति खाँद्यो उति अमिलो हुन्छ भन्छ नि। पक्का पारेर राख्ने काम नगर्नुहोस्, फुलको बास्ना जस्तो फैलाउने काम गर्नुहोस्। बुझ्नुभयो भने, बुझ्नु भएन भने अहिलेसम्म ध्यानपूर्वक सुनेर बसिदिनु भयो। यसैमा धन्यवाद दिँदै फेरि पनि म यो स्टेजबाट बिदा हुन चाहन्छु।